Again, welcome back to my channel. It's me Tanya. अनि चाहिँ धेरै नै overacting भयो ल. फेरि पनि hello guys, welcome back to my channel. It's me Tanya Rantiza अनि this is my second vlog. अनि first vlog चाहिँ आज बेलुका हुँदैछ अनि this one is for tomorrow. अनि यो भोलि आउँदासम्म चाहिँ फर्स्ट vlog आइसकेको हुन्छ किनकि आज हाल्ने हो नि त obvious. So आज चाहिँ लाइक त्यस्तो कन्टेन्ट केही पनि छैन त्यही पनि I'm going to show you my village हैन मेरो गाउँ देखाउँदै छु in this vlog. किनकि गाउँ पनि भन्न मिल्दैन किनकि कस्तो भनौं अब यो चाहिँ ठ्याक्क मेन रोड हाइवे को साइडमा छ नि त that's why it's kind of कस्तो बजार जस्तै तर सानो टाइपको बजार जस्तो हो अनि हाम्रो घर चाहिँ हल्का बजार भन्दा हल्का माथि छ. So I'm going to show you what is in तातो पानी अनि so let's go. पहिला चाहिँ म रेडी हुन्छु गाइस. रेडी भएर अलि राम्रो भएर जानु पर्यो नि त आफ्नो गाउँमा भए पनि हैन. So let's go. शाम बजेर फुपू चाहिँ यहाँ मामासँग गफ गर्दै हुनुहुन्छ र म चाहिँ अब मेरो भाइ यता आएर डनसँग जान लाग्यो. बाइ बाइ फुपू बाइ बाइ साना. अब हामी चाहिँ जान्छौँ. अब हामी चाहिँ कहाँ जान्छौँ रे? हामी तर बजार हो बजार ताता हामी बजार जान्छौँ अनि हामी चाहिँ एक लट भ्लग बनाउने है भाइ सम्झिँदै त के भन्छ अरे ठ्याक्क त्यो हाम्रो घरबाट तलबाट यसो गरेर घुमेर अनि एक राउन्ड हानेर आउने है. अब चाहिँ हामी जान्छौँ अनि म मेरो रेस्टुरेन्ट र यसको होटल पनि देखाइदिन्छु. सो यु क्यान कम whenever you are visiting Mustang हैन अपर मुस्ताङ. सो लेट्स गो गाइस. हामी चाहिँ यहाँ तल आइसक्यौँ यता तल अनि यो चाहिँ प्रोग्राम भएको थियो घरमा हो अनि हाम्रो घर चाहिँ त्यहाँ माथि छ देखिन्छ यहाँबाट चाहिँ अलि अनि ऊ त्यहाँ तल त्यो पुल भएको चाहिँ मेन रोड हो. हामी चाहिँ पुलबाट जाने मेन रोडबाट जाने यहाँ माथिबाट जाने भन्छ यता हेर भन्. अनि यहाँ चाहिँ खोला छ यस्तो यो खोला चाहिँ एकदम त्यो के भन्छ अरे पहिला बोलाउनु थिएन अहिले चाहिँ चर बौलाएर चाहिँ यो रुट नै ठुलो भयो कि यो भन्नाले खोलाको यस्तो ठुलो भयो अनि यो सानो भयो चाहिँ अस्ति नै त्यो खोलाले यतै पेलेर तर अहिले चाहिँ सबै बनाएको भएर चाहिँ अलिक ठुलो भयो यहाँ चाहिँ हिँड्ने बाटो चाहिँ. तर खोला चाहिँ अब बौलाउँछ जस्तो लाग्छ उसतिर के अरे बर्खा लाग्यो भने चाहिँ खोला बौलाउँछ जस्तो लाग्छ होइन कि बौलाउँछ किनकि ठुलो पानी पर्छ नि त अनि ठुलो पानी परेर माथि गाउँतिर चाहिँ थुनिन्छ के पानी थुनिन्छ अनि त्यसपछि पानी थुनेर अनि डेन्जर ठुल्ठुलो खोला आउँछ अनि त्यसपछि बसि नसक्नुहुन्छ जिन्दगी पनि थाहा. अनि यो चाहिँ हाम्रो स्कुलको क्यान्टिन हो म पढेको स्कुल चाहिँ त्यहाँ छ मजाले देखाउँछ है त. सो दिस इज द स्कुल अनि यहाँ चाहिँ श्री सर्वोदय माध्यमिक स्कुल विद्यालय लेखेको छ. यहाँ चाहिँ केराटी हुनुहुन्छ अहिले चाहिँ. हेलो नमस्ते सन्चै हुनुहुन्छ ब्लग बनाएको म नि खेल्नुपर्छ कि एकछिन न. हामी पढ्ने बेला चाहिँ यस्तो के भन्छ अरे यस्तो खेल्ने मान्छेहरू हुन्थेन कि बच्चाहरू नि हुन्थेन लाइक ठुल्ठुलो हुन्थ्यो अनि केटा हुन्थ्यो. तर अहिले चाहिँ पास बस ल म खेल्छु म नि खेल्न गएँ त गाइजहरू एकछिन ल. सो म र मेरो भाइ चाहिँ अब निस्किन लाग्यौँ आइछिरो. अब अघि नै हामी पुगिसक्थ्यो होला कताबाट भलिबलको के भन्छ अरे भूत लगाएपछि के भन्नेवाला डाइलेक्ट थियो नि मिरुना मगरको त्यस्तै डाइलग हान्नु पर्ला जस्तो छ. हामी चाहिँ कहाँबाट जाने हाम्रो चाहिँ यहाँ मेन रोड नि छ हाम्रो यो पुरानो बाटो एज वी वाक यतैबाट जान्छौँ है. हामी तलबाट ठुलो खाइन्छ मात्रै हो. हाम्रो चाहिँ यो पुरानो बिल्डिङ हो गाइस उता चाहिँ नयाँ बिल्डिङ हो होइन. अब यहाँबाट चाहिँ होटलहरू स्टार्ट हुन्छ. दिस इज द फर्स्ट होटल होइन. यताबाट आयो भने उताबाट आयो भने चाहिँ अहिले पछि देखाउँछु म. यताबाट जाँदाखेरि चाहिँ यो होटल तातो पानी गेस्ट हाउस छ अनि यो पनि त्यही होटलकै हो किनकि मान्छेहरू चाहिँ एकदम धेरै आउँछ कि उसको बेला अनि त्यतिखेर चाहिँ बस्न ठाउँ हुँदैन त्यही भएर यता पनि बनाउनु भएको छ उहाँहरूले. सो यु क्यान सी दिस इज द फर्स्ट होटल. अब होटल पनि म देखाउँदै जान्छु. सो अब यहाँबाट चाहिँ अर्को होटल छ
यहाँ छ हाम्रो ट्रेकर्स इन यो चाहिँ एकदम राम्रो छ हैन यो एरिया चाहिँ पहिले बनाइसकेको थियो पुरानो तर त्यो बिल्डिङ चाहिँ अहिले नयाँ थपेको छ अनि यहाँ चाहिँ जस राम्रो हो नेचर लाइक नेचरल ब्युटीहरू रहेको छ अनि द्याट्स इट्स प्रिटी गुड अनि यहाँ बस्दाखेरि चाहिँ राम्रो भाइब्स हुन्छ अनि रुमहरू पनि राम्रो छ सो अब जामै त उता अगाडि अब चाहिँ यहाँ चाहिँ तातो पानीको वान एन्ड ओन्ली मोबाइल सपको साउनी यहीँ बस्नुभएको छ उहाँ चाहिँ ट्रेकर्सको ए हेलो हजुर हेलो भन्नु न म भ्लग हाल्न अनि यहाँ चाहिँ एउटा सप छ अनि यो चाहिँ हाम्रो हो एभरग्रिन होटल यो चाहिँ रिपेयर हुँदैछ अनि यहाँ हुनुहुन्छ हाम्रो यो खिङ्गा होटलको रेस्टुरेन्टको साउनी दिस इज द बेस्ट खाना पाउने ठाउँ अनि यहाँ पुल हाउस छ हाम्रो उहाँको होला फेरि उहाँ आउनुभएको छ साथीहरू को होला उहाँ सो हाम्रो चाहिँ यहाँ होटल छ रेस्टुरेन्ट अनि यहाँ चाहिँ रेस्टुरेन्ट प्लस रेस्ट हाउस प्लस पुल हाउस रहेको छ यु क्यान सी यु गाइस क्यान कम यो चाहिँ कस्तो बत्ती बालिदिन्छ ल एकलट आमो ओके यु क्यान सी है तपाईँहरूलाई चाहिँ इफ मुस्ताङ जाने क्रममा झ्याउला चाहिँ कतै बस्नु छ अनि लाइक हुन्छ नि कस्तो अब तातो पानी बसेर अनि के गर्ने भइरहेको छ टाइम छ भनेपछि यु क्यान कम हियर अनि हाम्रो हट स्प्रिङ चाहिँ तल हो वेट लेट मी सो यु यहाँबाट चाहिँ अलि देखिँदैन बट आई विल ट्राई टु सो यु त्यहाँ छ है हाम्रो हट स्प्रिङ चाहिँ अनि द्याट इज द मेन रोड अनि तपाईँहरू चाहिँ यहाँबाट आउन सक्नुहुन्छ यहाँबाट नि आउन सक्नुहुन्छ उता तलबाट नि आउन सक्नुहुन्छ माथिबाट नि आउन सक्नुहुन्छ सो हामी चाहिँ अब अझै माथि एक्सप्लोर गरेर आइदिन्छु हजुरहरूलाई सो लेट्स गो सो हाम्रो चाहिँ यहाँ रहेको छ आरुषि लज एन्ड फास्ट फुड यहाँ पनि मिठो खानेकुरा पाउँछ है साथीहरू अनि यहाँबाट चाहिँ अब अलि धेरै नै होटलहरू स्टार्टिङ हुन्छ सो लेट्स गो एन्ड एक्सप्लोर सो दिस इज आवर हट स्प्रिङ होटल हट स्प्रिङ इन अब यहाँ चाहिँ छ हाम्रो सम स्टोर्सहरू अनि यहाँ पनि छ सिलाउने पसल कपडा सिलाउने अनि यहाँ चाहिँ स्टोरहरू छ यु क्यान बाई स्टफ अनि मलाई चाहिँ ठ्याक्क त्यो एरियामा जाँदाखेरि चाहिँ बन्दीपुरवाला भाइब्स आउँछ क्या बिकज यो धौलागिरी छ नि यो धौलागिरीले चाहिँ त्यस्तो बन्दीपुरवाला भाइब्स दिन्छ हल्का अनि यहाँ चाहिँ यो धौलागिरीको नै एरिया हो अनि यहाँ चाहिँ राम्रो छ यहाँ पनि बस्ने अनि यहाँ हिमालयन यु क्यान सी हिमालयन यस्तो केही पनि नभए जस्तो अगाडिबाट चाहिँ गार्डनहरू तर पछाडि चाहिँ डेन्जर गार्डन छ यु क्यान सी है लेट मी सो यु सो यहाँ पनि स्टोर छ अनि यता चाहिँ सुन पसल छ अनि हामी चाहिँ अहिले यो के अरे बाबु लजमा जाँदैछौँ मेलादीकोमा अनि यहाँ चाहिँ गाइजहरू रहेछ खै खुसबु अहिले नि टिकटकहरू यताउति बनायो भने नि आउनु कि त्यही भएर यहाँ चाहिँ बस्नु आउने छु यहाँ चाहिँ कुहिरेर चाहिँ मैले नदेखेको क्या गाइस तातो पानीको भविष्यको कर्णधारहरू यस्तो राम्रो देखिन्थ्यो होला है तर मैले हिजो पनि भनेको थिएँ भन त तर अनि हाम्रो आउँछ यहाँ ढ्यान्टा यो चाहिँ ब्याक यो ब्याक हो कि फ्रन्ट हो र खास मैले बुझिनँ यो पछाडि तर अगाडि जस्तै हुन्छ है यो चाहिँ अब हाम्रो कति करोडको रे है 32 करोडको घर कस्तो राम्रो सही हो यो चाहिँ हाम्रो बस पार्क एरिया हो गाइस अनि यहाँबाट नि आउन मिल्छ अनि यहाँ छ होटल एमटी एभरेस्ट हेलो यो सानो आछु अनि यहाँ चाहिँ हाम्रो हेयर कट छ हेयर कटिङ बार्बर सप अनि यो अर्को धनी मान्छेको चाहिँ त्यो व्हाइट कलरको यो अर्कोको चाहिँ यो ग्रिन हो है गाइजहरू हजुरहरूलाई एकदम राम्रो सुविधा चाहिएको छ भने यहाँ आउनु होला यहाँ पनि राम्रो छ खानेकुराहरू मिठो छ ओके अब हामी चाहिँ भयो भने उता जान्छौँ नत्र उता पुलमा जाने हो तर पुलमा जाँदैन हामी सो यहाँ चाहिँ यस्तो हो सो कस्तो राम्रो देखेको गाह्रो छ यहाँ चाहिँ किचन गाइजहरू ब्युटिफुल सो यो चाहिँ हाम्रो हस्पिटल हो हस्पिटल एकदम टपमा अनि यहाँ चाहिँ कन्स्ट्रक्सन चलिरहेको रहेछ
मलाई थाहा थिएन है समीप मलाई थाहा थियो यहाँ बनाउँथ्यो भनेर घर अनि यहाँ चाहिँ हस्पिटलको मान्छेहरू बस्नुहुन्छ त्यहाँ चाहिँ हस्पिटल छ वान एन्ड ओन्ली हस्पिटल अफ तातुकमानी अनि पुलिस स्टेसन पनि छ यहाँ केटाटीहरूलाई ओइ के गर्यो अनि यहाँ चाहिँ पुलिस स्टेसन छ गाइजहरू अनि ऊ त्यो सबभन्दा टप त्यो ठुलो बिल्डिङ देख्नु भएको चाहिँ त्यो चाहिँ उताबाट मुस्ताङबाट आउँदाखेरि चाहिँ त्यो चाहिँ फर्स्ट होटल हो अघिको तातुकमानी लस्ट चाहिँ फर्स्ट होटल थियो भनेपछि उताबाट पोखराबाट आउँदाखेरि अहिले चाहिँ यताबाट आउँदाखेरि चाहिँ त्यो छ होइन अनि मैले चाहिँ फर्स्ट टाइम भन्दा नि धेरै पछि आएको भएर र त्यहाँ के गर्दै हौ ओ ब्याडमिन्टन खेल्ने एरिया बनाइरहेछ त्यहाँ सो लेट्स गो अब एक्सप्लोर गरौँ म पनि धेरै पछि आएको भएर मलाई पनि खासै थाहा छैन सो लेट्स गो एन्ड एक्सप्लोर यहाँ चाहिँ हल्का सानो सानो घरहरू छन् होटल चाहिँ छैन यहाँ एन्ड यु क्यान सी यो पहाडको तलपट्टि हो अनि तातो पानीमा चाहिँ यता पनि पहाड उता पनि पहाड भएको भएर चाहिँ सरी यो घरले देखेन त्यो पनि पहाड भएको भएर चाहिँ घाम पनि ढिलो लाग्छ यहाँ चाहिँ जाडो सिजनमा त ओहो 11-12 बज्छ होइन समीप यहाँबाट चाहिँ तातो पानी बजारको स्टार्टिङ हुन्छ उताबाट आउँदाखेरि चाहिँ अनि यताबाट पाहाडी चाहिँ हट स्प्रिङ रहेको छ नेचुरल हट स्प्रिङ पाउडर नेचुरल हट स्प्रिङ उता पारी अनि यो चाहिँ अन्नपूर्ण हो यो पनि राम्रो छ एज यु क्यान सी तातो पानीमा राम्रो होटल छ अब हामी तल बस राखिरहेको हेर्छौँ है ल लेट्स गो हेलो हाम्रो फुपू यहाँ हुनुहुन्छ खै पुसाई सो हाम्रो चाहिँ पुसैको ब्युटिफुल रेस्टुरेन्ट हो हट स्प्रिङ नै यसको नाम पनि मलाई एकदम मनपर्ने यो एरिया हो यो एरिया र यसको डिजाइनहरू यस्तो बबाल छ होइन अनि यहाँ चाहिँ रुमहरू पनि रहेको छ ठ्याक्क रोडकै साइडमा भएको भएर चाहिँ यु क्यान कम एन्ड भिजिट हामी चाहिँ पुसैमा जाँदैछौँ किनकि पुसै चाहिँ त्यहाँ एरो बनाउँदै हुनुहुन्छ होला सो लेट्स गो हेलो पुसैको चाहिँ यो है आर्टहरू चाहिँ हो ले सो गाइज मेरो फोन चाहिँ अफ हुनै लागिसकेको थियो त्यही नि गर्दै भ्लग अब कस्तो हुन्छ हेरौँ तर योभन्दा अगाडि चाहिँ हामी यहाँ जान्छौँ यहाँ चाहिँ कस्तो हेर्न मन लाग्यो मलाई किनकि किनभने खेल्दै खाल्दै अङ्कलहरू अनि त्यो पनि हेर्नु पऱ्यो अनि कस्तो रहेछ हेर्नु पऱ्यो धेरै पछि आइयो लेट्स उहाँ चाहिँ हाम्रो ठुलो होटलको ओनर अनि उहाँलाई पनि चिनेन आइम सरी हामी पिजे दाई अनि बार्बर सपको ओनर नाइस खेल्नु हुँदैछ सो त्यो चाहिँ हो हाम्रो 32 करोडको होटल सबभन्दा एक्सपेन्सिभ वान होइन भन छ यहाँ एक्सपेन्सिभहरू होटलहरू बनाउँदाखेरि एक्सपेन्सिभ भन्नु खोजेको छ तर दिस वान इज मोस्ट एक्सपेन्सिभ यो चाहिँ नयाँ भन्दा नि 1 वर्ष भयो कि 2 वर्ष भयो होला 2 वर्ष जति भयो होला इट्स भेरी गुड राम्रो छ रुमहरू नि यहाँ चाहिँ टिकट काउन्टर है हाम्रो अङ्कल हेलो भन्नु न हाई मेरो मम्मीभित्र सो यहाँ चाहिँ बसको टिकटहरू जिपको टिकटहरू पाउँछ यता गाइजहरू हाम्रो यो चाहिँ हो मेन रोड अनि मेन रोड पहिला यहाँ थियो रोड तर अहिले चाहिँ खोला चाहिँ उत्तर साइडमा धकालेर यहाँ तलपट्टि चाहिँ मेन रोड बनाएको छ अनि यहाँ चाहिँ छ हाम्रो ब्युटिफुल हट स्प्रिङ मेन है अब यतापट्टि चाहिँ सफा गर्दै रहेछ तर उतापट्टि चाहिँ छ हाम्रो हट स्प्रिङ नाइस वान अनि यहाँ चाहिँ हाम्रो सफा हुँदैछ गाइजहरू बिहान आयो भने चाहिँ झन् राम्रो हुन्छ पानी तातो मजाको तर अहिले पनि साफ सफाइ चाहिँ चलिरहेको छ सो लेट्स गो हाम्रो चाहिँ यहाँबाट सिडी हो जुन चाहिँ बजारसँग जोडिएको हो अनि यता चाहिँ हट स्प्रिङ र मेन रोड रहेको छ सो अब हामी यहाँबाट जान्छौँ माथि अनि फेरि हाम्रो होटल चाहिँ रेस्टुरेन्ट चाहिँ ठ्याक्कै नै आयो है अनि देखेन राम्रोसँग देखाइदिन्छ जस्तो मोमेन्ट ठ्याक्क कस्तो भन्छ गाइजहरू ठ्याक्क मेन रोड र हट स्प्रिङको ठ्याक्क यहाँ आउनु बित्तिकै छ इफ यु आर कमिङ देन यु क्यान भिजिट है गाइज यति नै आजको लागि अब जे जति थियो तातो पानी बजारमा अनि तातो पानीमा मैले चाहिँ सब देखाइसकेको छु
So this much for today. Hope you guys like it and see you in next video. Bye.